यो हो खुर्सानीको माउ आमा चाहिँ हेर्नु त कस्तो फलेछ आमा पनि हेर्नु त ए लटरम्मै 2 वर्षको भयो है यसका बच्चा बच्ची यतापट्टि छन् ल हेर्नु त त्यसका बच्चा हुने यिनी कति साना साना पनि कस्तो फलेछ कि लटरम्मै फलेछ यो चाहिँ अर्को बुट्टाको फलेछ रातै फलेको रहेछ है ए उतै पनि छ ए खुर्सानी बारीमा हो खुर्सानी बारीमा फुलबारी र खुर्सानी बारी एकै ठाउँ छ है हाम्रो चाहिँ कस्तो राम्रो फुलेको यो फुल त झन् कस्तो राम्रो फुलेको टिका चाहिँ थिएन तिहार अहिले फुल चाहिँ लगाएको थियौँ हेर्नु त सब चिज एकै ठाउँ छ नि हाम्रो त के हो के हेर्नु त सब चिज चाहिँ नि हेर्नु त तर हुन चाहिँ लगाए अनुसार चाहिँ राम्रै भएको छ है यो चाहिँ हाम्रो बुढाको मेहनत हो कति फलेको यो चाहिँ हेर्नु त फुल कस्तो राम्रो छ तर मभन्दा 2 गुणा ठुलो छ मेहनत गर्ने चाहिँ हाम्रो बुढा मान्छे जत्तिसक्यो मल पानी मसारै गर्ने यहाँ यता हेर्नुस् माउ चाहिँ यता यहाँ काम गर्ने मेरो बुढो है धेरै खुर्सानी फलाउने चाहिँ